वेलकम टु माई च्यानल। हामी चाहिँ चाइनामा छौँ होइन। कस्तो होइन कस्तो काला आइज तर अहिले चाहिँ यहाँ राति भइसकेको छ। नेपालमा भन्दा 2 घन्टा 15 मिनट अगाडि छ होइन। छिटो छ टाइम चाहिँ। हामी चाहिँ अहिले खेल्न जानु लाग्यो। यो चाहिँ हाम्रो कलेज हो होइन। यो चाहिँ रातिको समयमा हो। बत्तीहरू चकाचक छ यहाँ। रुखहरूको बबाल छ क्या त यहाँ चाहिँ। पुरै छर्केलाएर बिचमा यस्तो छ। यस्तो धेरै चिजहरू छ खेल्नको लागि। डान्स पनि हुन्छ होइन। सबै हुन्छ क्या खेल्ने जग्गा। माथि टेक्वान्डो जुडो कराटे होइन त्यस्तो सब हुन्छ। जिम्मा यहाँ छ टेक्वान्डो छ नि त। गाइस मेरो भन्दा हुँदै यहाँ चाहिँ त्यस्तो खासै छैन होइन। तर छँदैछ है। म भिडियो देखाउँछु गाइस अब। गाइस यो चाहिँ खेल्ने ठाउँ है। यहाँ चाहिँ उदाइ चाहिँ यहाँ चाहिँ भलिबल बास्केटबल भलिबल खेलिरहेको रहेछ अहिले। ट्रेनिङ भइरहेको रहेछ। हामी चाहिँ टिटी खेल्न आएको खासमा। हामी चाहिँ टिटी खेल्न जानुपर्ने हुन्छ। गाइस कक हेर्नु है। त्यहाँ कक हो त्यो सबै डल्लो जस्तो अन्डा जस्तो देखायो नि यहाँबाट। सब कक हो कि ट्रेनिङ गर्छ। यस्तो ट्रेनिङ गर्छ नि यहाँ। ककको त कमी छैन क्या। कक यता भलिबल नि कमी छैन। बास्केट भरिभरि छ। आइज यता। ल्या गाइस यो चाहिँ हो है। यहाँ सामानहरू भएको ठाउँ। स्क्यान गर्यो। यहाँ चाहिँ हाम्रो आइडी कार्ड कि पासपोर्ट छोड्नुपर्ने हुन्छ। टेनिस भलिबल फुटबल बास्केटबल अनि ब्याडमिन्टन त्यसो टग अफ वार जिमको सामानहरू नि हल्का फुल्का स्पिकिङहरू सबै आइटमहरू छ यहाँ। टेनिस बलहरू योगा म्याट सबै छ। लिएर आऊ है। गाइस मेन कुरा यहाँ हाम्रो यो मेसिन छ के। जुस मेसिन पानी मेसिन के भन्छ यसलाई। भेन्डिङ मसिन भन्छ के भन्छ त्यो पनि छ यहाँ। पैसा तिर्ने अनि खानुपर्ने हुन्छ। महँगो छ गाइस यो चाहिँ। टेबल टेनिस है यो। ल गाइस खेलाम। यता नि खेलिरहेको छन्। इन्टरनेसनलहरू पनि छ। सबैजना पनि चाहिन्छ है। झन् खेल्दाखेरि नि त खत्रै बन्छ नि यहाँ। गाइस यहाँ खेलिरहेको छन्। उता पनि छन्। ठुलै छ है गाइस। भन्दा नपटाउनु तर राम्रो छ। चाहिँ खेलेर नि आइसक्यो है। हामी चाहिँ अब डोममा जानु लाग्यो। म चाहिँ तपाईँलाई अब हाम्रो कलेज देखाउँछ हल्का फुल्का। यो चाहिँ सानो कलेज हो हाम्रो टासिया हो। गाइस यहाँ सुन्तला नि छ है टुप्पोमा। किनकि तलबाट हामीले टिपेर खाइसक्यो अस्ति नै। टुप्पो नभ्याएर मात्रै नखा। गाइस यहाँ चाहिँ यस्तो बत्ती बल्छ है साइडमा। बिलबोर्ड टाइप जस्तै छ यता। यहाँ चाहिँ कलेजको हुन्छ नि अलि टपहरू हुन्छ। यहाँ चाहिँ टपहरूको फोटो अनि तिनीहरूको बारेमा लेखेको छ। पुरै बत्ती बाली। हामी चाहिँ हाम्रो डोम आइपुग्नु लाग्यो। गाइस देखो न हम डोम आ चुके हैं। यो चाहिँ डोमको भर्याङ हो। यहाँ चाहिँ अटोमेटिक बत्ती बल्छ है सेन्सरवाला। जति माथि गयो बत्ती आफै बल्दै जान्छ। देखो न गाइस इधर हमारा फेस स्कैन होगा तभी जाने को मिलेगा। देखो ना गाइस इधर हमारा रूम है। ये हमारा रूम है गाइस। इधर बकचोदी हो रहा है क्या। देखो ना गाइस ये कौन है।